यता प्लेनको टोइलेटको यो ढुकचुकुल खोल्न र अनि यो प्लेनको टोइलेट देखाउन गइरहेको छु। तपाईँहरू राम्रोसँग हेरिदिनु होला। म जस्तै नजान्ने साथीहरूको लागि म सिकाउन गइरहेको छु यता। यो चाहिँ चुकुल हो टोइलेटको। यो चुकुल यसरी खोल्यो भने यो लाइट आफै निप्छ। यदि बन्द गऱ्यो भने यो लाइट आफै अन हुन्छ। यो लाइट अन भएपछि यो ढोका चाहिँ बन्द भयो भनेर हामीले जान्नुपर्छ। अनि त्यस पछाडि अब यहाँ छ टोइलेट। टोइलेटमा चाहिँ यहाँनिर फ्लस गरेपछि यहाँबाट यसरी यहाँ पानी पानीहरू थाप्न साह्रै आफै अटोमेटिक तातो पानी आउँछ यता। अनि टोइलेटको यो टिस्यु पेपर युज गरिसकेपछि चाहिँ थ्रो गर्ने ठाउँ यहाँ छ। ऐना छ यहाँ। ऐना पनि हेरिरहेको छु म, हेर्नु होला। यता पनि ऐना रहेछ। अरू कुरो चाहिँ जानेन मैले जाने कुरो चाहिँ यति हो। हजुरहरूले पनि योभन्दा अरू केही जानेछु भनेदेखि कमेन्ट गर्नु होला कमेन्ट बक्समा है त। मैले जानेको कुरो चाहिँ यति हो। अहिलेलाई चाहिँ यहाँ ह्यान्ड वासहरू पनि देखिन्छ। यो ह्यान्ड वास होला। यो सायद यो चाहिँ के हो? यो पनि फर्स्ट टाइम हो। यो जाने छैन मैले पनि। यो के हो? यो प्लिज कमेन्ट है गाइज। मलाई चाहिँ म जान्दिनँ यो के हो। स्प्रे हो कि के हो यो? अब स्प्रे पनि रहेछ। गाइज कमेन्ट गरिदिनु होला यो के हो? यो ह्यान्ड वास भन्ने थाहा भयो। यो के हो? यो चाहिँ यो ह्यान्ड वास गरिसकेपछि यो हातमा छर्ने होला सायद। अनि यहाँ टोइलेट फ्लस गर्न चाहिँ यहाँ है गाइज। यति मात्र भने मैले टोइलेट युज गर्ने तरिका चाहिँ यति मात्र जाने है त गाइज।